मान्छे त हेर बाफ रे बाफ बाफ रे बाफ बालेन शाहको क्रेज यो कुनै आमसभा होइन बालेन शाह मनोनयन दर्ता गराउन जाँदाखेरि झापामा ओर्लिएको यो जनसागर हो बालेन शाह बाहिरै निक्लिएन भन्नेहरूको लागि ल बालेन शाह अब बाहिर निक्लियो है र केपी ओलीलाई झापामा कसैले हराउँदैन भन्नेहरूले पनि अब एकचोटि सोच्नुपर्ने अवस्था आयो कि जस्तो लाग्यो बालेन शाहले चुनाव जितेपछि केही समय अवलोकन गर्दै बिहानको समयमा हिँड्ने गर्थे त्यति बेला मैले काठमाडौँका 2-4 वटा ठाउँमा भेट्ने अवसर पनि पाएको थिएँ तर त्यति बेला पनि क्रेज हुन्थ्यो पछि उनले छाडे एमालेसँग विवाद पनि बढ्यो सायद त्यो सुरक्षाको कारणले पनि हुन सक्छ अथवा काममा व्यस्त भएर हुन सक्छ उनी अफिस टाइम भन्दा अगाडि अवलोकन गर्दै दिनमा 2-4 वटा ठाउँ पुग्ने गर्थे त्यो कार्यक्रम पछि छाडेका थिए र त्यसपछि उनी बाहिर खासै देखिएनन् र लामो समयपछि अहिले बाहिर आएका छन् भने बाहिर आउँदाखेरि यो क्रेज छ बालेन शाह बाहिर निक्लिएन भन्नेहरूको लागि चाहिँ अब मुखैभरि जवाफ पाए जस्तो अब चाहिँ लागेको छ